नमस्ते साथीहरू। आज हामी जीवनलाई परिवर्तन गर्ने गहन शिक्षा बारेमा कुरा गर्नेछौँ। यी शिक्षाहरू धर्म, कर्म र सफलताको मार्गबाट लिइएका हुन्। यदि तपाईले यी कुराहरू मनन गर्नुभयो भने तपाईको जीवनमा नाटकीय परिवर्तन आउनेछ। पहिलो शिक्षा, लक्ष्य स्पष्ट गर्नुहोस्। तपाईले के चाहनुहुन्छ? पैसा, पद वा शान्ति? जबसम्म तपाईलाई थाहा हुँदैन, तपाई कहीँ पुग्न सक्नुहुन्न। धर्मको दृष्टिकोणबाट हेर्दा कर्म भनेको कर्म हो। तपाईले गरेको प्रयासले नै तपाईलाई सफल बनाउँछ। त्यसैले आजैदेखि आफ्नो लक्ष्य लेख्नुहोस् र त्यसतर्फ लाग्नुहोस्। दोस्रो शिक्षा, धर्म अनुसार कर्म गर्नुहोस्। धर्म केवल पूजा पाठ मात्र होइन, यसको अर्थ हाम्रो जीवनको नैतिक आधार हो। जब हामी धर्म अनुसार कर्म गर्छौं, हामी शान्ति र सफल पाउँछौं। भगवत गीतामा भनिएको छ, कर्म गर्नुहोस्, फलको चिन्ता नगर्नुहोस्। यसको अर्थ हामीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, परिणाम भगवानलाई छोडिदिनुपर्छ। तेस्रो शिक्षा, असफलतालाई सफलतामा बदल्नुहोस्। स्टिभ जब्स, एप्पलका संस्थापक, जो एक समयमा आफ्नै कम्पनीबाट निकालिएका थिए, तर उनले हार मानेनन्। उनले अर्को कम्पनी सुरु गरे, पिक्सार, र त्यसपछि फेरि एप्पलमा फर्किए। उनको भनाइ थियो, असफलता सफलताको एउटा कदम मात्र हो। त्यसैले जब तपाईँ असफल हुनुहुन्छ, सम्झनुहोस् स्टिभ जब्सले पनि त्यस्तै भोगेका थिए। निरन्तर प्रयास गर्नुहोस्, सफलता तपाईलाई पर्खिरहेको छ। चौथो शिक्षा, मनलाई शान्त राख्नुहोस्। जीवनमा धेरै समस्याहरू मनको अशान्तिबाट सुरु हुन्छ। त्यसैले मनलाई शान्त राख्नु अत्यन्तै आवश्यक छ। योग, ध्यान र प्रार्थनाले मनलाई शान्त बनाउँछ। भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ, जब मन शान्त हुन्छ, बुद्धि स्थिर हुन्छ र तब नै ज्ञान प्राप्त हुन्छ। त्यसैले आजैदेखि 10 मिनेट ध्यान गर्नुहोस् र मनलाई शान्त बनाउनुहोस्। पाँचौं शिक्षा, आत्मविश्वास जगाउनुहोस्। आत्मविश्वासले नै तपाईलाई सफल बनाउँछ। जब तपाईलाई आफ्नो क्षमतामा विश्वास हुँदैन, तपाई कहिल्यै पनि अगाडि बढ्न सक्नुहुन्न। त्यसैले आफूलाई विश्वास गर्नुहोस् र आफ्नो क्षमतामा विश्वास गर्नुहोस्। सम्झनुहोस्, तपाईले गर्न सक्नुहुन्छ। छैठौं शिक्षा, समयलाई महत्त्व दिनुहोस्। समय नै जीवन हो, यसलाई खेर नफाल्नुहोस्। आज गरिएका कामले नै भोलिको भविष्य निर्धारण गर्छ। त्यसैले समयलाई सही ढङ्गले प्रयोग गर्नुहोस् र आफ्नो लक्ष्यतर्फ लाग्नुहोस्। सातौं शिक्षा, सकारात्मक सोच राख्नुहोस्। सकारात्मक सोचले जीवनलाई सुन्दर बनाउँछ। जब तपाईले आफ्नो मनमा नकारात्मक विचार ल्याउनुहुन्छ, तपाईको जीवनमा पनि नकारात्मकता आउँछ। त्यसैले जहिले पनि सकारात्मक सोच राख्नुहोस् र आफ्नो जीवनलाई उज्जवल बनाउनुहोस्। अन्तिममा म तपाईलाई एउटा कुरा सम्झाउन चाहन्छु, जीवनमा कहिल्यै पनि हार नमान्नुहोस्। निरन्तर प्रयास गर्नुहोस् र सफलता तपाईलाई पर्खिरहेको छ। यदि तपाईलाई यी शिक्षाहरू मन परेको छ भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।